सबैजनालाई नमस्ते। आज चाहिँ मैले एउटा सानो भिडियो क्लिप गरेको केटीको तर्फबाट एउटा मान्छेले सोशल मिडियामा फेसबुकतिर हालेको देखेको थिएँ। त्यसको रियालिटी के हो भनेपछि त्यतिखेर चाहिँ त्यो भिडियो चाहिँ 14-15 मिनटको छ के। 14-15 मिनटको भिडियोमा उसले चाहिँ काटेर हालिरहेछ। जम्मा थोरै मैले जुन ठाउँमा गाली गरेको छु त्यति मात्र हालेको छ। उसले चाहिँ देखाउन खोज्यो कि यो केटाले केटीलाई गाली गरे जस्तो गरेर। तर त्यो गाली गर्नुको कारण भनेको के हो, त्यतिखेर म कति लेभल फ्रस्ट्रेसन लेभल मेरो हाई थियो भन्ने कुरा त्यो मलाई मात्र थाहा छ। म कुन अवस्थामा थिएँ। त्यो मान्छेले जुनले त्यो क्लिप हालेको छ नि, त्यसको बुढीले त्यसको ठाउँमा त्यसरी त्यो अरूसँग लागेर, अरूको घरबार भत्काएर, अरूको आमा बाउलाई यसरी रुवाएर गरे भए त्यो मान्छेले चाहिँ के गर्थ्यो होला। जबकि ऊ मान्छेले यति इग्नोर गरिरहेको थियो मलाई, यति इग्नोर, कुरै सुनिरहेको थिएन। अनि त्यसपछि मैले गाली गर्न म बाध्य भएँ। त्यतिखेर यति फ्रस्ट्रेसन लेभल हाई थियो कि जबकि म आँखा नै देख्दैन थिएँ कि त्यतिखेर यति फ्रस्ट्रेसन लेभल। नजिक भए भए त खै अब के नजिक भए भए त के हुन्थ्यो त्यो कुरा म बयान पनि गर्न सक्दैन। 2-4 झाप त लगाइ पनि हाल्थ्यो होला हैन। म झुट चाहिँ बोल्दैन। मैले किन झुट बोल्ने हो। उसले त्यतिसम्म गरेपछि मैले चाहिँ अलि उसलाई त्यति गाली त मैले आफ्नो बुढी अरूसँग लाग्यो भनेपछि मैले त्यो त गाली त स्वाभाविक मेरो मुखबाट निक्लिन्छ। हजुरहरूले पनि मलाई आफ्नो ठाउँमा राखेर हेर्नुहोस्। हजुरले त्यस्तो गरेपछि कसले फुलमाला लगाइदिन्छ त। उसले चाहिँ यति इग्नोर गर्थ्यो भनेपछि म हजुरलाई भिडियो क्लिप देखाउँछु। उसले चाहिँ कतिसम्म मलाई इग्नोर गर्थ्यो भनेर। उतिकै छोड्न भन्न पाउँछ, तैँले मुखले छोड्न भनेर पाउँथे। म अर्को क्लिप पनि हजुरलाई सुनाउँछु। उसले भनेको कुरा सबै सुनाउँछु। म यसमा अर्को क्लिप पनि छ मसँग। कन्ट्रोलमा रहेर बिना जसरी यो गर्दैछु म त्यसरी हुन चाहन्छु। मलाई कसैजना अब धेरैले कसैकोमा बस्नु मन छैन, म अर्को पनि क्लिप सुनाउँछु हजुरलाई। जुन चाहिँ हामी 3 जना बीचमा कुरा भएको छ। उसको बाबा, म र त्यो केटीको बीचमा कुरा भएको छ। यो पनि हजुरहरूले सबैले ध्यान दिएर सुनिदिनु। अहिले आएर नि मागोस् न आउँछ मागोस् न आउँछ भनेको 2 जनाको सहमतिमा हुने कुरा हो। त्यो पनि म सहमति गराउन लाउँ हैन। तपाईसँग सम्पूर्ण किसिमको अधिकार माग्न सक्छ। उसले तपाईले कमाएको सेलेरीबाट पनि माग्न सक्छ। यो भनिरहेछ। मसँग अर्को क्लिप पनि छ। थाहा छैन मलाई मान्छेमाथि इन्भेस्टमेन्ट गर्दै आउँदा म छैन हुने। त्यही त हामीले मान्छे संस्थामा कुनै ठाउँमा उमा लाउँछ नि तँले मान्छेमाथि लगानी लगाएर इन्भेस्टमेन्ट गराएको भन्ने कुरा अहिले पछि गएर उसले चाहिँ सुरुदेखि नै यस्तै भन्दै आएर सहन नसकेर मैले त्यो गाली जुन उसले क्लिप हालिरहेछ त्योसँग भएको प्रमाण त्यति नै होला। उसले राखिरहेको थियो होला म यो गर्छु भनेर, त्यो देखाउँछु भनेर। तर मान्छे जज गर्नेले गरिहाल्छ क्या, बाहिरबाट देखिहाल्छ को अन्यायमा परिरहेछ को। मैले उसलाई चाहिँ के भनेको थिएँ भनेपछि यो सबै नगरौँ। भोलि समाज छ, सोसल मिडिया छ, सबै हुन्छ। म गरेर हार गुहार गर्दा पनि उसले मानेन। जे गर्न सक्छस् गर भन्यो। अब उसले देख्यो होला नि त नेपाली समाजको कति पावर रहेछ भन्ने कुरा उसले देख्यो होला। उसको आमा बाउले देख्यो होला नि त। अब उसले चाहिँ पहिला चाहिँ उसलाई मतलबै थिएन। अब भित्रभित्रै दबाइहालिन्छ के गर्न सकिन्छ र भन्ने कुरा चाहिँ उसले चाहिँ यो बाहिर ल्याउँदैन होला सोचिरहेको थियो। अब देख्यो होला बल्ल पावर। यदि हिम्मत छ भने उसले आफ्नो टिकटकको कमेन्ट बक्स अन गरेर देखाउ त। अनि त्यसको त के हालत हुन्छ। नेपाली समाज, सोसाइटीको दाजुभाइ सबैको कति नेपालीको कति पावर छ भन्ने कुरा अनि त्यो पाकिस्तानीले देख्छ कि। उसले चाहिँ अस्ति जुन मैले स्ट्याटस लेखेर हालेँ नि, त्यो स्ट्याटस हालेपछि ऊ चाहिँ आइसक्यो कि यता। पहिला चाहिँ उसले आधी सामान यता राख्थ्यो, आधी उता राखेर उतै बस्थ्यो। अनि त्यसपछि उताबाट सबै सामान बोकेर आइसक्यो कि। मान्छेले भन्नेले यहाँ सबै भनिसक्यो कि। अब उसलाई भनेको मेरो जस्टिस भनेको, अब उसलाई एउटा कुरा भनेको उसलाई डिपोर्ट मात्रै गराउने हो, मेरो अरू केही पनि होइन। उसलाई मैले जसरी भए पनि नेपाल झिकाउनु पर्छ। उसले चाहिँ एउटा म्यारेज फ्रड गरेको छ। जबकि मेरो कसन बिना नै उसले डिभोर्स दिने सबै गर्ने, मेरो परिवारले सबै गर्ने। मैले उता गएपछि कसैले उसले परिवारलाई भत्काएर, अरूको परिवार भत्काएर चाहिँ उसले चाहिँ पुरा ऐसमा उसले चाहिँ के गर्ने भनेपछि
उसले चाहिँ अस्ति त्यो फ्रस्ट्रेसन लेभल पनि यति हाई हुन्छ कि यति हाई भएको थियो कि त्यतिखेर मेरो पुरै छोडिदिनु। उसले चाहिँ त्यो गाडी छ नि, गाडीहरू यो यति करोडको गाडी, यो आइफोन 16 प्रो म्याक्स मेरो बोयफ्रेन्डले किनिदिएको हो भन्ने, त्यो लुगाहरू, त्यो डलहरू छ नि, त्यो वरिपरि त्यो राखेको डलहरू, फुलहरू यो मेरो स्पेसल मान्छेले दिएको हो भन्ने कि त्यतिसम्म भन्थ्यो कि सबैले। अब चाहिँ मैले उसको मैले काम गरेको इलिगल्ली युएसमा काम गरेको भिडियो पनि पाइसकेको छ। म त्यो भिडियो हाल्छु, सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले लेट्स डिपोस्ट ह्यासट्याग लगाउनु होला त्यसमा। म त्यो युएस एम्बेसीलाई म त्यो भिडियो दिनेछु। अनि त्यसपछि त्यसलाई जसरी भए पनि नेपाल झिकाउनुपर्छ। त्यो भनेको नेपालमा भएको सोसाइटीका यो एउटा भाइरस हो, यो भाइरसलाई कसरी डिलिट गर्नुपर्छ सबैले चाहिँ। म त्यो भिडियो हालेपछि लेट्स डिपोस्ट भन्ने पोस्ट लाउनु होला। हस् त, धन्यवाद। म यति भन्न चाहन्छु त्यो मान्छेलाई यदि म लास्ट कुरा पनि के भन्न चाहन्छु भने त्यो मान्छेले मलाई छोड्नुको कारण के छ, रिजन भन्दाखेरि त्योसँग कुनै एन्सरै छैन कि। जबकि त्यसलाई चाहिँ एकैचोटि सुनको डल्ला चाहियो कि। अब के भनौँ, त्यो म यहाँ त्यसलाई गाली गर्यो भने अरू दिदीबहिनीलाई असर गर्छ त्यसका लाग्दा है, त्यो मान्छेको लाग्दा अरूलाई पनि असर पर्छ। त्यही भएर ठिक छ, नेपाल आओस्, डिपोर्ट नेपाल आओस्। नेपाल पनि उत्तिकै होइन, त्यसलाई हदगडी लाएर हुन्छ कि खुट्टामा के लाएर हुन्छ, युएसले पठाओस् त्यसले जुन इलिगल काम, जुन फ्रड गरेछ। अनि त्यसपछि नेपाल आओस्, डिभोर्स दिन्छु भनेर गीत गाइरहेछ नि, नेपाल आओस्, अनि डिभोर्स दियोस्, आमा बाउको घरमा गएर बसोस्, आफ्नो आमा बाउको घरमा गएर बसोस्। मलाई त्यसपछि अरू केही चाहिँदैन। यति भयो भने त्यो डिपोर्ट हुनु नै मेरो न्याय हो कि मेरो लागि चाहिँ। हस्, धन्यवाद। देख्यो होला नि नेपालीको पावर। नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला, फेसबुक तथा टिकटकमा अनि अन्य सोसल मिडियाहरूमा देख्नु भएको होला। खास गरी चाहिँ टिकटकमा चाहिँ धेरै नै मान्छेहरूले मेरो फोटोहरू युज गरेर अनि नराम्रो भनिराख्नु भएको छ। अनि मैले कमेन्टहरू पनि देख्दै थिएँ, एकदमै धेरै मान्छेहरूले कमेन्ट पनि नराम्रो गर्नु भएको थियो। म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ? हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा? रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर, फेसबुकतिर, टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग। यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जसले भन्दैछ, भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर, सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ। सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थियौँ मलाई मात्र थाहा छ, त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम बाबाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम बाबालाई सोधेको थियो। अनि अहिले चाहिँ मेरो मम बाबा चाहिँ, मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो? अनि अर्काको बुवालाई, अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने, अनि अर्काको बुवालाई नराम्रो भन्ने, तपाईहरूलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ रे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा नि? तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि
यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, ऊ छैन, मेरो इज्जत छैन। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गरेर यो गर भनेर भन्नुभएको छ। मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, व्हाट्सएपबाट पनि, कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन। सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ। अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको, मैले कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, उ गर्यो भन्नुभएको छ। अनि त्यो कुरा पनि म हजुरहरूलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म केही भन्न चाहन्छु। मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनु भएको थियो, सो हेल्प गर्नु भएको थियो हामीलाई। अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ, गर्नुभएको छ। उसलाई मैले चिनेको छु, मेरो साथी हो। अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ, को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्न पर्छ, मिलेर बस्नुपर्छ। त्यसमा केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुन सक्छ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनशट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नु पर्ने थियो, मलाई गाह्रो भएको थियो। अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो, $1000 नै मैले उसलाई क्यास दिएको। त्यो हो रियालिटी चाहिँ। अनि हजुरहरूले त्यो एउटा त्यो स्क्रिनशट देख्ने बित्तिकै गर्ने बित्तिकै अनि त्यो जे पाए त्यही बोल्न गर्न पाउँछ अनि त्यसरी। अनि म अरू के भन्न चाहन्छु भन्दाखेरि मेरो बुवाको बारेमा, मेरो घर परिवारको बारेमा चाहिँ कसैले पनि नराम्रो नभनिदिनु होला। अनि मेरो फोटोहरूमा, मेरो भिडियोहरूमा पनि नराम्रो कमेन्टहरू नगरिदिनु होला। अनि यो सबै उसले किन गर्दैछ, मलाई किन अहिले बदनाम गरिरहेको छ, बेइज्जत किन गरिरहेको छ भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो फ्यामिलीसँग मसँग 2 करोडको डिमान्ड गरेको थियो पैसाको लागि। अनि जो कि हामीले त्यति धेरै पैसा हामी दिन सक्दैनौँ, गर्न सक्दैनौँ भनेर भन्यौँ। अनि त्यसपछि चाहिँ आएर उसले यस्तो गरेको। पहिला चाहिँ 2 करोडको डिमान्ड गरेको थियो। अनि केही समयपछि चाहिँ उसले अनि हाम्रो लागेको पैसा दिनु भनेर भनेको थियो। अनि त्यही अनुसारले हामीले उसलाई 20 लाख रुपियाँ उसको लागेको जति पैसा थियो अनि त्यो सबै दिने भनेर भनेको थियौँ हामीले। कसैको पैसा खाने गर्ने भनेको छैन पहिलो कुरा चाहिँ। अनि मेरो बुवाले चाहिँ के भन्नुभयो भन्दाखेरि चाहिँ हामी पैसा दिन्छौँ तर सबै कुरा भयो भनेपछि कोर्टमा जजको अगाडि नै सबै कुरा दिन्छौँ भनेपछि पैसाहरू क्यास दिए पनि चेकमा दिए पनि उही अगाडिमै नै अदालतमा गएर नै दिन्छौँ भनिसकेपछि उसले नमानेपछि नै मलाई अहिले नै पैसा चाहिन्छ, मलाई आज नै मेरो अकाउन्टमा पैसा पठाउनु, मलाई क्यास चाहिन्छ भनेर उ गरिसकेपछि अनि जो कि मेरो बुवाले मान्नु भएन। उसले के चाहेको थियो भन्दाखेरि चाहिँ पैसा अगाडि नै लिने अनि त्यसपछि चाहिँ मलाई सधैँभरि फेरि डिभोर्स पनि नदिएर मेन्टली यसरी टर्चर दिइराख्ने, उसको त्यही नै थियो मोटिभ चाहिँ। त्यही भएर उसले यो सबै गरिरहेको छ
मलाई बेइज्जत गर्नलाई, बदनाम गर्नलाई यस्तो सबै गरिरहेको हो। अब म हजुरहरूलाई धेरै केही भन्न चाहदिनँ। प्लिज अब मेरो बारेमा त्यस्तो नराम्रो भिडियोहरू, मेरो परिवारको बारेमा, मेरो बारेमा कसैले पनि नराम्रो नसोचिदिनु होला। हजुरहरूलाई धेरै कुराहरू थाहा छैन, रियालिटी थाहा हुँदैन। हाम्रो बिचमा 4 वर्षको रिलेसनमा के भयो, के भएन, अहिले म यहाँ कस्तो अवस्थामा छु, के भइरहेको छ मसँग केही थाहा छैन हजुरहरूलाई। त्यही भएर कसैको लाइफमा यसरी इन्टरफियर गरेर कसैलाई गलत बनाएर नराम्रो भन्ने काम चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला। अनि अर्को कुरा चाहिँ डिप्रेसनमा गयो रे ऊ, डिप्रेसनमा गयो भन्ने कुरा। डिप्रेसनमा गएको खै, डिप्रेसनमा गएको भयो भने खै के औषधि खाइरहेको छ, के कहाँ गइरहेको छ, कुन चाहिँ हस्पिटलमा गएको छ, त्यो हुनु पर्यो नि त प्रुफ। यत्तिकै डिप्रेसनमा गएको छ रे, यस्तो रे उस्तो रे भनेर त्यत्तिकै भनेर हुन्छ? जे पाए त्यही बोल्न पाइन्छ? हाम्रो पनि त अहिले सिचुएसन यस्तो छ, हामीलाई पनि त कति गाह्रो भएको छ। यो सबै देखेर कसलाई राम्रो लाग्छ? अब यति नै हो। लास्टमा म केही भन्न चाहदिनँ। मेरो भिडियोहरू त्यस्तो नबनाइदिनु होला, नराम्रो कमेन्ट नगर्नु होला, नराम्रो नसोच्नु होला मेरो बारेमा। भन्ने कि पुरै उसले त्यस्तो कि पुरै उसलाई त यतिसम्म गिल्टी फुल हुने हामी परिवारप्रति के हामीलाई त पुरै के त्यो गोबरको किरा सम्झिने कि उसले चाहिँ। यतिसम्म पनि मान्छेले कसरी गर्न सक्छ? 4 वर्षको सम्बन्ध एक छिनमा कि पुरै 1 वर्ष नपुग्दै उसले चाहिँ यस्तो व्यवहार देखायो कि। यो चाहिँ ममा मात्र होइन, यो अरूमा पनि घटिरह होला। त्यही भएर म अरू सोसल मिडियालाई पनि के भन्छु भनेपछि म प्रश्न भन्छु, मैले आफै बोलेर मैले कसैलाई यो मेरो पोस्ट हालिदिनु हार गुहार मैले कसैले पनि गरे होइन। म आफै बोलेर म भन्छु, कसैले केटीलाई पनि दोष गरेर अब कसैले पनि त्यो भिडियोहरू पोस्टहरू नगरिदिनु होइन। मैले चाहिँ सोसल अवेरनेस गराउनका लागि चाहिँ यस्तो पनि घटना हुँदो रहेछ समाजमा, यतिसम्म पनि मान्छे गर्न सक्दो रहेछ होइन भनेर चाहिँ मैले यो भन्न खोजेको हो। त्यही भएर हजुरले सबैले उसको चरित्र जे जस्तो थियो अब उसलाई नै थाहा होला होइन। उसले चाहिँ किन यस्तो गरे उसलाई नै थाहा होला। तर उसलाई चाहिँ टार्गेट गरेर कसैले पनि सोसल मिडियामा चाहिँ पोस्ट नगरिदिनु होला। तर यति कुरा हो कि यस्तो पनि समाजमा हुँदो रहेछ। यतिसम्म पनि बाबुआमाले गर्दा रहेछन् आफ्नो छोरीलाई। यदि पैसाको लागि पनि यतिसम्म मान्छे मैले जान्छन्, मैले कल्पना पनि गरेको थिएन कि। अस्ति मात्रै भर्खरै पनि उहाँ बुवालाई उता आएको छ, पैसा आएछ, त्यो छोरीले त्यही पैसा उताबाट त्यो पाकिस्तानीसँग लिने अनि उता बाउलाई पठाउने, त्यही पैसा बाउले मलाई दिएर अनि डिभोर्स गर्न खोज्ने कि। यो कहाँसम्मको अन्याय होला कि? यो चाहिँ कतिसम्मको अन्याय? मैले यही दिन देख्नलाई मैले आफ्नो बुढीलाई मैले युएस पठाउँ होला त? अब भोलि हाम्रो सपना होला, सुन्दर होला, के सोचेको थिएँ। 4 वर्षभित्रमा त मेरो कति धेरै मेमोरी बनिसकेको थियो कि त्यो त मलाई मात्र थाहा छ। त्यो मान्छे पहिला यस्तो थिएन। नेपाल हुँदा चाहिँ राम्रै थियो, केही पनि थिएन। हामीहरू जे कुरा पनि मिलेरै गर्थ्यो, सेयर गर्थ्यो, सबै कुरा गर्थ्यो। तर युएस गएपछि उसले चाहिँ पुरै चेन्ज भयो। नेपालमा हुँदाखेरि चाहिँ इभन आफै पनि विचार गर्नु, नेपालमा हुँदाखेरि हाम्रो अहिले त मेरो बच्चाहरू केही पनि भएको छैन। उसले चाहिँ बच्चा भएको छैन, बच्चाको नाम धरिराख्थ्यो कि। अब भनेपछि त्यो पीडा मेमोरी त कति छ कि म सम्झेर चाहिँ मलाई एकदमै गाह्रो हुन्छ। त्यही भएर म चाहिँ यो जस्ट सोसल अवेरनेसका लागि मैले चाहिँ यो भिडियो हालेको हो। यस्तो पनि हुन्छ, हुनसक्छ भोलि यो घटना कसैमा नघटोस्। कसैले पनि बुढा र बुढी इभन यदि छुट्टियो भने यो घटना चाहिँ धेरै म्याक्सिममकोमा आउने नै रहेछ कि मैले धेरै जस्तो विचार गरेँ। तर यो कुरालाई अरूले दबाएर राख्छ, मैले चाहिँ सकिनँ है। त्यही भएर जे हुनु थियो लाइफमा भइहाल्यो, ठिकै छ। अब उसको त्यो केटीको अब ठिकै छ, अब राम्रो होस्, सफल होस्। मलाई केही भन्नु पनि छैन। उसको आमा बाउलाई पनि मैले केही भन्नु छैन। यति हार गुहार गर्दा 10 महिना 8 महिनासम्म पुऱ्याउँदा मलाई डिप्रेसनमा पार्दा मेरो भत्ताभुङ्ग पर्दा त उनीहरूले दयामाया उनीहरूमा पलाएन भने अब के भन्नु छ मैले। हस्, मैले यति भन्नु थियो। सबै समक्ष मैले आफ्नो कुरा यहीँ राखेँ। हस्, सबैलाई माया छ। नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला, फेसबुक तथा
टिकटकमा अनि अन्य सोसल मिडियाहरूमा देख्नु भएको होला। खास गरी चाहिँ टिकटकमा चाहिँ धेरै नै मान्छेहरूले मेरो फोटोहरू युज गरेर अनि नराम्रो भनिराख्नु भएको छ। अनि मैले कमेन्टहरू पनि देख्दै थिएँ, एकदमै धेरै मान्छेहरूले कमेन्ट पनि नराम्रो गर्नुभएको थियो। म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ? हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा? रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर फेसबुकतिर टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग। यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जसले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ। सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थिएँ मलाई मात्र थाहा छ, त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम बाबाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम बाबालाई सोधेको थियो। अनि अहिले चाहिँ मेरो मम बाबा चाहिँ, मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो? अनि अर्काको बुवालाई, अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने, अनि अर्काको बुवालाई नराम्रो भन्ने, तपाईँहरूलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ अरे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा? नि तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, ऊ छैन, मेरो इज्जत छैन। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गर रे, गर भनेर भन्नुभएको छ। मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, वाट्सएपबाट पनि, कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन। सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ। अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको, मैले काहीँ कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, ऊ गर्यो भन्नुभएको छ। अनि त्यो कुरा पनि म हजुरहरूलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको हो। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म केही भन्न चाहन्छु। मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनुभएको थियो, सो हेल्प गर्नुभएको थियो हामीलाई। अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ, गर्नुभएको छ। उसलाई मैले चिनेको छु, मेरो साथी हो,
अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ, को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्न पर्छ, मिलेर बस्नुपर्छ, त्यसमा केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुनसक्छ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनसट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नु पर्ने थियो, मलाई गाह्रो भएको थियो, अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो, $1000 नै मैले उसलाई क्यास दिएको। त्यो हो रियालिटी चाहिँ। अनि हजुरहरूले त्यो एउटा त्यो स्क्रिनसट देख्ने बित्तिकै गर्ने बित्तिकै अनि त्यो जे पाए त्यही बोल्न गर्न पाउँछ अनि त्यसरी। अनि म अरू के भन्न चाहन्छु भन्दाखेरि मेरो बुवाको बारेमा, मेरो घर परिवारको बारेमा चाहिँ कसैले पनि नराम्रो नभनिदिनु होला। अनि मेरो फोटोहरूमा, मेरो भिडियोहरूमा पनि नराम्रो कमेन्टहरू नगरिदिनु होला। अनि यो सबै उसले किन गर्दैछ, मलाई किन अहिले बदनाम गरिरहेको छ, बेइज्जत किन गरिरहेको छ भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो फ्यामिलीसँग मसँग 2 करोडको डिमान्ड गरेको थियो पैसाको लागि। अनि जो कि हामीले त्यति धेरै पैसा हामी दिन सक्दैनौँ, गर्न सक्दैनौँ भनेर भन्यौँ। अनि त्यसपछि चाहिँ आएर उसले यस्तो गरेको। पहिला चाहिँ 2 करोडको डिमान्ड गरेको थियो। अनि केही समयपछि चाहिँ उसले अनि हाम्रो लागेको पैसा दिनु भनेर भनेको थियो। अनि त्यही अनुसारले हामीले उसलाई 20 लाख रुपियाँ उसको लागेको जति पैसा थियो अनि त्यो सबै दिने भनेर भनेको थियौँ हामीले। कसैको पैसा खाने गर्ने भनेको छैन पहिलो कुरा चाहिँ। अनि मेरो बुवाले चाहिँ के भन्नुभयो भन्दाखेरि चाहिँ हामी पैसा दिन्छौँ, तर सबै कुरा भयो भनेपछि कोर्टमा जजको अगाडि नै सबै कुरा दिन्छौँ भनेपछि पैसाहरू क्यास दिए पनि चेकमा दिए पनि उही अगाडिमै नै अदालतमा गएर नै दिन्छौँ भनिसकेपछि उसले नमानेपछि नै मलाई अहिले नै पैसा चाहिन्छ, मलाई आज नै मेरो अकाउन्टमा पैसा पठाउनु, मलाई क्यास चाहिन्छ भनेर उ गरिसकेपछि अनि जो कि मेरो बुवाले मान्नु भएन। उसले के चाहेको थियो भन्दाखेरि चाहिँ पैसा अगाडि नै लिने अनि त्यसपछि चाहिँ मलाई सधैँभरि फेरि डिभोर्स पनि नदिएर मेन्टली यसरी टर्चर दिइराख्ने, उसको त्यही नै थियो मोटिभ चाहिँ। त्यही भएर उसले यो सबै गरिरहेको छ, मलाई बेइज्जत गर्नलाई, बदनाम गर्नलाई यस्तो सबै गरिरहेको। अब म हजुरहरूलाई धेरै केही भन्न चाहदिनँ। प्लिज अब मेरो बारेमा त्यस्तो नराम्रो भिडियोहरू, मेरो परिवारको बारेमा, मेरो बारेमा कसैले पनि नराम्रो नसोचिदिनु होला। हजुरहरूलाई धेरै कुराहरू थाहा छैन, रियालिटी थाहा हुँदैन। हाम्रो बिचमा 4 वर्षको रिलेसनमा के भयो, के भएन, अहिले म यहाँ कस्तो अवस्थामा छु, के भइरहेको छ मसँग केही थाहा छैन हजुरहरूलाई। त्यही भएर कसैको लाइफमा यसरी इन्टरफियर गरेर कसैलाई गलत बनाएर नराम्रो भन्ने काम चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला। अनि अर्को कुरा चाहिँ डिप्रेसनमा गयो रे ऊ, डिप्रेसनमा गयो भन्ने कुरा। डिप्रेसनमा गएको खै, डिप्रेसनमा गएको भयो भने खै के औषधि खाइरहेको छ, के कहाँ गइरहेको छ, कुन चाहिँ हस्पिटलमा गएको छ, त्यो हुनु पर्यो नि त प्रुफ। यत्तिकै डिप्रेसनमा गएको छ रे, यस्तो रे उस्तो रे भनेर त्यत्तिकै भनेर हुन्छ, जे पाए त्यही बोल्न पाइन्छ। हाम्रो पनि त अहिले सिचुएसन यस्तो छ, हामीलाई पनि त कति गाह्रो भएको छ। यो सबै देखेर कसलाई राम्रो लाग्छ। अब यति नै हो, लास्टमा म केही भन्न चाहदिनँ। मेरो भिडियोहरू त्यस्तो नबनाइदिनु होला, नराम्रो कमेन्ट नगर्नु होला, नराम्रो नसोच्नु होला मेरो बारेमा। योगेन्द्र भाटलाई श्रीमती रश्मि पनेरुको गम्भीर आरोप। रश्मि पनेरु भन्छन् योगेन्द्रले 2 करोड मागे। अनि यो सबै उसले किन गर्दैछ, मलाई किन अहिले बदनाम गरिरहेको छ, बेइज्जत किन गरिरहेको छ भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो फ्यामिलीसँग मसँग 2 करोडको डिमान्ड गरेको थियो पैसाको लागि। अनि जो कि हामीले त्यति धेरै पैसा हामी दिन सक्दैनौँ, गर्न सक्दैनौँ भनेर भन्यौँ। अनि त्यसपछि चाहिँ आएर उसले यस्तो गरेको।
दर्शकबिन अमेरिका गएकी आफ्नी श्रीमतीले आफूलाई धोका दिएर पाकिस्तानी युवकसँग प्रेम गरेको र गएको लगानी समेत नतिरेको भन्दै एक दिन अगाडि योगेन्द्र भाटले सामाजिक सञ्जाल टिकटकमा एक पोस्ट गरेका थिए, जुन टिकटक पोस्टका कारण उनकी श्रीमती रश्मि पनेरू निकै विवादमा परेकी थिइन्। जब ती पोस्टर र रश्मिका भिडियोहरू भाइरल भए तब रश्मिले उनका श्रीमान योगेन्द्र भाटमाथि गम्भीर आरोप लगाएकी छन्। टिकटकमा एक भिडियो बनाउँदै रश्मिले भनेकी छन्, योगेन्द्र